माननीय सदस्यहरू, आजको यो कार्यतालिकामा जो राखिएको छ नि एउटा विषय वैकल्पिक विकास वित्त परिचालन विधेयक भन्ने अब तपाईहरु सबैलाई अप्ठ्यारो पर्दैछ। यदि यो विधेयक आज पेश गर्न सकिएन हामीले हाउसमा भने यो हामीबाट फुत्कन्छ यो विधेयक। यसको अन्तिम म्याद 22 गते हो। आज हाउसमा चाहिँ मतलब प्रस्तुत भयो भने 24 घण्टा यसको म्याद हुन्छ त्यसको सुझाव दिनको निम्ति। त्यहाँ संशोधन त हुन्न यसमा सुझावको लागि। भोलि 24 हुन्छ, पर्सि त्यसलाई चाहिँ पास गर्न सकिन्छ। हाम्रो 21 गतेदेखि उता केही दिन हाम्रो सदन चल्दैन। मलाई लाग्छ 7, 8, 9 वटै सदनहरू चल्दैनन् 3-4 दिन। 7 वटा प्रदेश, प्रतिनिधि सभा र राष्ट्रिय सभा। त्यो भएपछि चाहिँ के हुने भयो भने त्यो वैकल्पिक त्यो वित्त विधेयक जो छ त्यो राष्ट्रिय सभाको हातबाट फुत्कने र नेपाली जनताको बीचमा चाहिँ त्यसले दिने सन्देश अहिलेसम्म हामीले जो कमायौं नि राष्ट्रिय सभामा कमाइराखेकै छौं त्यो चाहिँ कहीं न कहीं धुमिल हुने हो कि भन्ने डर मलाई यताकता लागिरहेछ। त्यसले गर्दा कमसेकम त्यो विधेयकसम्म पेश गरेर आज छोड्यो भने भोलि त फेरि एउटा नयाँ दिनको सुरुवात हुन्छ, नयाँ ढंगले नै सोच्न सकिन्छ। त्यसकारण मेरो विनम्र अनुरोध माननीय सदस्यहरूलाई यथास्थानमा बस्दिनुस्, कमसेकम केही कारबाहीहरू अगाडि बढ्न सहयोग गर्नुस् भन्ने मेरो विशेष आग्रह छ। मैले बोलेको सुन्नु भएन कि ऐपछि सधैँ मान्नुहुन्थ्यो बस्नुस् भनेपछि काम कारबाही अगाडि। त्यो भएको हुनाले मैले फेरि पनि अब कस्तो धर्म सङ्कट छ यहाँ भने यो सभामा सायद यो इतिहासमै पहिलोपटक हुँदैछ जस्तो लाग्छ मलाई। यो राष्ट्रिय सभा हुन्छ, फेरि राष्ट्रिय सभाले यतै रेकर्ड राख्ने गरेकै छ। 100% मान्य सदस्यहरूको विरोध ल उठेर सभा नचलाइयोस् भन्ने चाहिँ यो पनि सायद संसारमै बिरलै हुन्छ जस्तो लाग्छ। एउटा सदन 100%ले विरोध गर्ने, 100%ले चलाइदिने। अहिलेसम्म फेरि हामीले जे जति गरेका छौं मलाई लाग्छ प्राय सबै हामीले 100% समर्थनमै गरेका छौं गर्नलाई। तर यहाँ विरोध पनि अब 100%ै भयो। त्यसले गर्दा यसलाई अब भयो विरोध 100% भयो भन्ने कुराको सन्देश गयो। प्रधानमन्त्रीज्यू कहाँ पुगेको छ यो कुरो, नेपाल सरकारसँग पुग्यो, सारा चाहिँ उसमा पुगेको छ राजनीतिक क्षेत्रमा। भनेपछि अब हामीले दिने सन्देश हो। हिजो नि भनेको थिएँ, त्यति भनिहाल्नु त, किनभने उहाँले प्रधानमन्त्रीले बोले हाम्रो सभामा होइन क्या, प्रतिनिधि सभामा हो। उतै आएर जे गर्नुहुन्छ गर्नुहुन्छ, हामी अगाडि बढौँ भन्ने मेरो आग्रह हो नि त। फेरि कुरा त त्यही हो, हामीले भन्नुभयो अरे भन्ने सुनेन हो, हाम्रै यहाँहरू त बोल्नु भएको छैन। त्यसकारण त्यसको समर्थनमा उहाँले त्यो बोल्नुभयो भन्ने कुरा त्यहाँ जो विरोध भएको छ त्यो विरोधको समर्थन गर्यो हिजो आज यस बेलासम्म ठिक छ। अब हाम्रो काम कारबाहीलाई अगाडि बढाउँ भन्ने